चाहिँ सुतिरहेको छैन अनि 2-3 दिन भयो म एकदम मलाई गाह्रो भइरहेको छ। सो फाइनली के हो भन्नु पर्दा चाहिँ त मेरो ड्रिमै थियो के, मेरो ड्रिम थियो जापान ल्याएर आमा बुवाहरूलाई घुमाउने एकदम ड्रिम थियो। आमाहरूको भिजा एप्लाई गरेको थिएँ नि त अनि अनि अस्ति 25 तारिक एप्लाई गरेको हो गर्न चाहिँ। अनि डकुमेन्ट चाहिँ के भयो भने पुरै रिजेक्ट भनेर आयो क्या। अनि हिजो चाहिँ रिजेक्ट भनेर आउँदाखेरि त म त पुरै सक्टेँ, सुतिरहेको थिएँ। अनि सुतिराख्दाखेरि चाहिँ अनि हिजो गेचे मतलब सोमबारको दिन बिहानैबाट मेरो के पुरै आँखा फरफराइरहेको थियो कि है, आँखा फरफराइरहेको थियो। अनि मैले हिजो चाहिँ के भयो भने आमाहरू अब आउँदै हुनुहुन्छ अनि रसभरी बनाएर खुवाउँछु, गुलियो मिठो मेरो आफ्नै हातले बनाएर खुवाउँछु भनेर कति भनेर मैले 6 लिटर दुध ल्याएर रसभरी पनि बनाएको थिएँ है। तर बन्दै बनेन कि हिजोको दिन त मलाई एकदम के त्यो सङ्केतै जनाइसकेको रहेछ कि बिहानैबाट है। मैले बिहान त्यही 3:30-4 बजीतिर बनाउन स्टार्ट गरेको थिएँ। अरू बेला सधैँ त्यही अनुसार बनायो भने रसभरी बन्थ्यो, तर हिजो चाहिँ बनेन के। ओ माई गड, त्यो बिहानैबाट सङ्केत दिँदो रहेछ। अनि आँखा पनि यस्तो फरफराइरहेको थियो, नहुन लेखेको रहेछ भने चाहिँ एकदम त्यो सङ्केत त आइसक्दो रहेछ। म ठ्याक्क उठ्ने बेला हुन्थ्यो 9 बजे। अनि उठ्ने बेला त अनि दिदी आएर कान्छी आमा बाको त भिसा लागेन भन्दा त पुरै सक्ड। ओ माई गड, यस्तो भयो कि है साथीहरू। अनि पुरै म त टोलाको टोलै भएँ। 10 बजीदेखि काम छ है, म त के गर्नु। ओ माई गड, यस्तो भयो है। अनि के सोचेको थिएँ के भयो कि पुरै टुक्रै भयो कि। अनि भिजा रिजेक्ट भयो भन्ने न्युज आए, त्यो खबर आएपछि चाहिँ यस्तो भयौँ कि यस्तो भयौँ, आमालाई घरमा भन्नै सकेनौँ कि। बाल चाहिँ अब राम्रोसँग कान पनि सुन्नुहुन्न, अलि अगाडि आएर मजाले बोल्नुपर्छ बेसरी अलिक ठुलो स्वरले, अनि सोझो हुनुहुन्छ। अनि त्यस कारणले अनि हामीले त अब यसो नर्मल्ली बोल्ने मान्छे त बुझ्छौँ भने बाले चाहिँ अलिकति बुझ्न अलिकति सक्नुहुन्न नि त। अनि कसरी कन्भिन्स गराउने भनेर एकदम गाह्रो भएको थियो है। त्यो राति म कति बेर ए माई गड कति बेर सकेला जस्तो भयो कि, कति बेर घर जान पाएला जस्तो। ओ माई गड, यति लामो लाग्यो कि त्यो रात। ओ माई गड, यस्तो लामो लाग्यो कतिखेर घर जाम्ला जस्तो भएर यति के मैले झन् है बाबामा आउनुहुन्छ भनेर यति धेरै सपना त्यो गरेर राखेको थिएँ कि खै कसको नजर लाग्यो होइन। मान्छेहरूको नजर पनि लाग्दो रहेछ कि। बाले चाहिँ अब हाम्रो बा चाहिँ एकदम सोझो हुनुहुन्छ। अनि त्यहाँबाट गाउँमा है सबको हामी त जानियो यस्तो जानु पहिल्यैदेखि भन्दै हिँड्नुभएको थियो अरे कि मान्छेहरूको नजर लाग्दो रहेछ कि है। यो कुरा चाहिँ एकदम विश्वास लाग्यो, खै कसको नजर लाग्यो है। यत्रो जापान आएको यत्रो वर्ष भएको थियो। अनि मेरो चाहिँ ड्रिमै थियो कि मैले बिहा गर्नुभन्दा नि पहिला मेरो बा आमालाई चाहिँ जापान ल्याएर घुमाएपछि बल्ल म बिहे गर्छु भनेर पुरा ड्रिम बोकेको थिएँ। अब मेरो ड्रिम सक्सेस हुन लाग्यो। यति खुसी थिएँ कि वर्किङ गरेको पनि 1.5 वर्षभन्दा नि धेरै भइसकेको थियो। अनि रिजन चाहिँ रिजेक्ट गरेको रिजन चाहिँ भनेन है, के कारणले रिजेक्ट गरेको भनेर उनीहरूले नभन्दो रहेछ। अरू बेला झन् जमरा खासै त्यस्तो नजमाउने, पोहोर पनि खासै उम्रेन। अहिले झन् यति राम्रो भएर उम्रेको छ कि। सो साथीहरू म देखाउँछु हजुरहरूलाई। मैले जमरा के कार्टुनमा पनि राखेको थिएँ है, हेर्नु यस्तो मजाले उम्रिएको के जमरा है। ओ माई गड है, यस्तो मजाले आज 5 दिनको जमरा भयो, यस्तो मजाले उम्रेछ। अनि सो अब यतापट्टि राखेको थियो, दुईटामा चाहिँ खासै उम्रेन छ। अनि सो यतापट्टि नि हेर्नु न यस्तो यति धेरै जमरा राखेको, कोही यो चाहिँ 3टामा चाहिँ उम्रेन छ। अनि यतापट्टि नि यस्तो राम्रोसँग उम्रेछ है। ओ माई गड, अनि यस्तरी के नहुनु लेखेको छ भने चाहिँ यस्तो हुँदो रहेछ कि है। मैले सोचेको पनि थिएन क्या है। यत्रो धेरै घरहरू सजाउनलाई यति धेरै सामानहरू अर्डर गरेको थिएँ। अनि यस्तो राम्रो भइरहेको थियो हरेक कुराहरू है, एक्कासी आएर के यस्तो भयो मैले सोच्न पनि सकेँ होइन। त्यही हो अब। अनि म चाहिँ एक्कासी नेपाल जानुपर्ने भयो है। आमा एकदम टेन्सनमा हुनुहुन्छ। सो आमा बाको खुसीको लागि भने पनि म चाहिँ नेपाल जाने चाहिँ एकदम इमर्जेन्सी नेपाल जान लागिरहेको छु है। आज भोलिमा जान लागिरहेको छु। टिकटहरू पुरा हेरिरहेको छु। म मिल्यो भने भर्खर नि हिँड्नेवाला त्यस्तोमा टाइपमा छु। अनि टिकटहरू पनि खोजिरहेको छु, एकदम महँगोकै टिकटहरू, 2 लाख क्रसको टिकटहरू हो सबै खोज्दाखेरि। इमर्जेन्सी न केही सपिङ गरेको छु न केही किनेको छु, जस्तो स्थितिमा छु म त्यस्तै जान लागिरहेको छु। म योचोटि चाहिँ फुल्ली म मेरो घरमा टाइम स्पेन्ड गर्छु भनेर सोचिरहेको छु। म नेपाल आउँदैछु इमर्जेन्सी।
यस्तो बिलिभ गर्नै सकेँ होइन मैले यो इयर मैले नेपाल जान्छु भनेर सोचेको पनि थिएन जे नसोचेको त्यही हुँदो रहेछ ठ्याक्कै सो गाइज फाइनली हामी चाहिँ रेडी भएर अनि पुरा अनि लगाइसकेछ अब यता रविना अनि हामीले रेडी भएर अब जान लागिरहेको छौँ लगेजको चाबी पनि किनेको छैन लगेजको चाबी किनेर अनि 2.5 घन्टामा त हामी वहाँ पुगिसक्नुपर्छ एयरपोर्ट अनि मैले कसरी पनि भनेको थिएन पुरा सरप्राइज गरेर मेरो दिदीको छोरा एकजनालाई थाहा अनि त्यो बाहेक कसैलाई पनि थाहा छैन सरप्राइज गरेर जानेवाला छु सामानहरू हामीले सबै पठाइसक्यौँ अनि अब चाहिँ अब म भित्र पस्छु अनि रविना चाहिँ अब जानेवाला छ अब घर जानेवाला छ ऊ चाहिँ भिडियोमा आउनु भने ठिकै छ सो अब हामी 1 बजिसक्यो अब 1 बज्यो म भित्र छिर्नुपर्छ ल जान्छ रविना बाई बाई खोज्दैछु होइन यहाँ भित्र बोर्डिङ पास गरिसकेँ बोर्डिङ पास गरेर भित्रमा पसिसकेँ अब चाहिँ अब त्यहाँबाट खोज्न चाहिँ गइरहेको छु त्यो मेरो प्लेनको योमा चाहिँ 51 बी हो रहेछ 51 जाँदैछु यस्तो गाह्रो हुनु भाइ एक्लै हिँड्दा त भाइ यो प्लेनमा के हो नमिल्ने के नमिल्ने यता नमिल्ने उता नमिल्ने यस्तो झ्याउ अहिले चाहिँ फाइनल्ली हङकङको एयरपोर्टमा छु अनि यस्तो निन्द्रा लाग्थ्यो अनि यस्तो सुते प्लेनमा पनि ट्रेनमा भन्न आइरहेको होइन प्लेनमा नि यस्तो निन्द्रा लागेको पुरै सुतेँ होइन राम्रोसँग निन्द्रा पनि पुगिरहेको थिएन नि त अनि त्यही भएर अनि अब चाहिँ हाम्रो चाहिँ ट्रान्जिट चाहिँ अहिले 2 घन्टा छ अनि 2 घन्टामा चाहिँ हामी चढ्नेवाला छौँ सो त्यही हो अनि मैले चाहिँ एउटा नेपाली साथी भेटाएको छु मेरो मैले ब्याग उसले हेरिदिएको छ अनि म चाहिँ यस्तो टोइलेट फ्रेसेस हुँदा आइरहेको थिएँ अनि आज म काममा जाने हो आमा अनि एकदम मेरो आज र भोलि बिहानसम्म काम छ म चाहिँ बोल्न भ्याउन भनेर भनेको आमालाई पुरै सरप्राइज हुनेवाला अस्ति धेरै नेपाली है यहाँबाट जाने भएको भएर सो लास्टै धेरै नै हुनुभएको छ एकदम धेरै हुनुभएको सबैजना दसैँ मनाउनु जानु लाउनु भएको होला नि त मेरो साथीले यहाँ लगेज लिएर बसिरहेको छ भाइ तपाईँले कस्तो लागिरहने होला भन्नु त तपाईँले कि नेपाल जाँदा कस्तो एक्साइटिङ भइरहेको हजुर भन्नु हुँदैन कस्तो लागिरहेको भन्नु न सिसन बानी जस्तो देखिनु भएको त भाइ सिसन बानी जस्तो देखिनु भएको त भाइ हो कि त्यस्तो देखियो होइन त त्यस्तो देखिरहेको अघिदेखि हो कि अघिदेखि मैले हेरेको त्यस्तै सिसन बानी जस्तै लागिरहेको होइन राई मैले कोरिया हेर्दा हाम्रो यो प्लेनमा चाहिँ लगभग 99% जस्तो चाहिँ नेपाली हुनुहुन्छ मेरो साथीहरू पनि आउँदै हुनुहुन्छ दाइहरू पनि एक्साइटिङ भइरहेको छ दाइहरू चाहिँ अस्ट्रेलियाबाट आउनुभएको अरे हामी चाहिँ जापानबाट है फाइनली जन्मभूमि के अरे जन्मभूमिमा आइपुग्यो कस्तो है कति ढिलो भएको त अनि घाँटी के भयो सुकिया सुहा त अनि खाना खानुभयो नमस्ते अब चाहिँ हामी पशुपतिनाथ दर्शन गर्न जान लाग्यौँ मलाई हिजो मेरो छोराले दिएको गिफ्ट अहिले आफै निकालेर खाए यस्तो हरामी पनि हुँदो रहेछ आउनु बित्तिकै मलाई दिएको गिफ्ट हेर्नु अहिले बिहान आफैले निकालेर खोलेर खान लाग्यो हिजो अहिले बिहान चाहिँ पशुपतिनाथ जान लागिरहेको छौँ पशुपतिनाथ मन्दिर मेरो बाबु चाहिँ पुरै निन्द्रा र झोकाको अवस्था हो मैले उठाएर लिएर आएको अनि आफ्नो नेपाल भनेको नेपाल हुँदो रहेछ कति रमाइलो के हामीले 20 रुपियाँ साटेको 20 रुपियाँ साट्यो भने चाहिँ 100 रुपियाँ आउँदो रहेछ मम्मी तपाईँले कस्तो लागिरहेको बिहान बिहान पूजा गर्न आउनु पाउँदा अहिले यस्तो खुसी त कहिले पनि कति खुसी लागिरहेको मन्दिर आएको है हामी मन्दिर आएर पूजा दर्शन गर्नुलाई जान लागिरहेछौँ
यहाँ जित्ने काठमाडौँमा भेट हुन लेखा रहेछ अनि त्यही भएर अब मम्मीहरू चाहिँ आज दिउँसो जाँदै हुनुहुन्छ काठमाडौँ के अरे चितवन होइन जापान जाँदै हुनुहुन्छ मोयनकेयुआई मन्त्री मन्त्रीले त हेर्दै हेरेन हेलो मन्त्री मिजु हेलो हाउ आर यु बादर हेलो अलि यार झम्टेला कप्पे हेलो हेलो डन डिओजी डन हामीले चाहिँ पूजा गरेर फाइनली सक्यौँ मैले चाहिँ इबिलाई किनेको अनि उसले पनि इबिलाई किनेको मान्छेहरूको नजर नलागोस् भनेर है मेरो दुईटा उसको चाहिँ ब्रासलेट पनि देखाएको छ मेरो चाहिँ यही मात्र एकदम लाउन मन लागिरहेको थियो यो त्यही भएर यो किनेको अब चाहिँ हामी कहाँ जाने अब चाहिँ हामी होटल जान्छौँ होटलमा गएर खानासाना खाएर अब छिटो रेडी भएर हामी चाहिँ एयरपोर्ट जानुपर्ने हुन्छ ल फसाउँदै हिँड्यौँ लुगे समात्यो है यहाँ लुगै लिएर गयो लौ न लुगा झन् हेर त धन्यवाद दाई रातो भर्छ के भएर लाएर यो भातको यो ला होला पिङ्क कलरको यो के अघि मेहन्दी लगाएको बिहान के मेहन्दी लाउनु टोपालिएको अनि त्यहाँबाट यो अहिले धाधोको त सबै गयो त्यही लागेको छ हामी फाइनल्ली मम्मीहरूलाई एयरपोर्ट पुऱ्याएर जापान पठाएर अनि हामी चाहिँ चितवन घर फर्किँदैछौँ सो घर फर्किने बेला बाटोमा यहाँ मलेकुको माछा हामी खानालाई पसेको छौँ सस्तो हुँदो रहेछ त बिरान्छु माछा त त्यस्तो महँगो त नहुँदो रहेछ त है म त एकदम महँगो हुन्छ होला भनेर त अलिक सस्तो हो चितवन आएपछि त मलेकुको माछा कहाँ छोड्नु र अहिले त पुलचोक कति राम्रो भएछ पुलचोक एकदम राम्रो भएछ अहिले चाहिँ हामी पुलचोकमा आइपुग्यौँ पुलचोकमा आएर दिदीको छोरालाई वेट गरेर बसेको अनि दिदीको छोरा लिन आउँदैछ अनि त्यहाँपछि अनि हामी जानेवाला छौँ कस्तो बबाल अहिले त धेरै सायद 2 वर्षमा धेरै प्रगति भएछ नारायणघाट त अनि हामी यहाँ वेटिङ गरेर बसिरहेको छौँ अहिले लगभग 7 बज्न लाग्यो ल फाइनल्ली छोरोले चलाएको गाडीमा चढ्न पाइयो बेलैमै छोरो चाहिँ चलाउनु पर्ने रहेछ है गाइजर हामी चाहिँ यो के अरे धर्मचोक आइपुग्यौँ धर्मचोकबाटै मामा चाहिँ हामी चाहिँ घर जाँदैछ अब घर गएर पुरा अब आमाहरू चाहिँ खाना पकाउँदै हुनुहुन्छ नि मेरो चाहिँ दिदीको छोरा आँखा लिनलाई उसलाई बाहेक कसैलाई पनि थाहा छैन म पढेको स्कुल चाहिँ राम्रो देखिरहेको छैन बिस्तारै साथीहरू आफ्नै छोड्दो नि भन्छु नि आफ्नै छोरी आऊ साथी भन्थेँ नि मैले आउनु बस्नु म हिँडेकै छैन भनेको मेरो छोरी त कहाँबाट
सपनामा देखेछु सपना देखेछु हिँडेको छैन हिँडेको छैन भनेको मैले आमालाई बेला टुच्च टुच्च दिइरह हुन्थेँ अनि तपाईको यस्तो दुःख परिहाल्यो मलाई कसरी दिन सक्छु मेरो बाबु वरदानी हो मेरो छोरीले सोध्नु सुरज ल्याइदिनु आयो भनेको थिएँ मैले भयो रुनी होइन मैले चाहिँ अस्ति टिकट काटिदिएको अस्ति बेलुका काटेर हिजो हिँडिहाल्यो पाएन गाडी पनि पाएन अनि खसी काट्ने होइन भोलि भनेको थियो मेरो छोरी जहिले आउँछ त्यसले काट्ने ढाटेको मैले बिहान त्यसै लैजाम भनेको त फोटो हालिदियो फेरि हेर्छु कतै पनि छैन कहीँ पनि हेरेको ल मेरो दिदी भयो लिन चाहिँ मगाएको है गाई अब रुएर हेर्नु न झन् रमाइलो हुने बेलामा रुन्छ त्यस्तै भयो अब के गर्नु आमाले साँच्चै यसकै साथी भन्नुभयो नानी आऊ छोरी आऊ रे लजाइ हिँड्के आउन भनेको त लिन गएको आऊ छोरी आऊ भन्न खसी काट्दैन है रमाइलो गर्न हुन्छ भनेर गाइज ल घर आइ कस्तो लाग्यो त घर आइपुगे ल यहाँ दिदी बहिनी आमा बाउ सबै एकै ठाउँमा खानु ल कस्तो लाग्यो आमा छोरी आउँदा कस्तो लाग्यो मलाई त भगवान आज चाहिँ भयो मलाई त कस्तो लाग्यो साली आउँदा तपाईँलाई एकदम दामी ल यहाँ खतरा सरप्राइज भयो दसैँको बेला कान्छी छोरी आइपुगी जापानबाट अब घर आएपछि ल दसैँको बेला यी खसीको मासु यी तातो अचार ल भुटन अनि यहाँ भात अनि फेरि अर्को यो भुटन आमा ल पापड ल हाम्रो दिदीले पस्किँदै हुनुहुन्छ झोल मासु ल है गाइजहरू ल भिनाजुको चाहिँ अर्को हो यता ए बामा म आएपछि आमाले बल्ल खाना थाल्नुभयो टन्न नत्र खानु नै भएको थिएन अरे बा आमासँग बसेर ल है साथीहरू हामी चाहिँ खाना लायो टन्नै ल खानु केही नि हुन्न बिस्तारै खानु आमा
आमालाई खानु है मलाई खै झोल दिएको ल है साथीहरू ल दसैँको खाइयो बल्ल दसैँ आएको छ मलाई त बल्ल दसैँ आएको छ छोरी आएर मलाई बत्ती लाग्यो सुन्न मात्र मन लाग्थ्यो 6 वर्षमा चाहिँ खानु लाग्यो यसरी झोल दिँदै छ दसैँमा होइन कि यसरी खसीको मासु त दसैँमा खाएको थिएन नि त 6 वर्ष भयो नमनाएको अनि भुटान खान पाएको थिएन मलाई भुटान अब कहाँ खान पाइन्छ विदेशमा यसरी त्यो होइन हौ मलाई आज नेपाल छिरेपछि त नेपालको बास नै मिठो के नेपालको बास नै गन्दै मिठो यस्तो मिठो हामी चाहिँ फाइनली चाहिँ घर आइपुग्यौँ हामी चाहिँ दिदी घर भात खाएर अनि यसरी खसी मासु थालमा लिएर वाउ फाइनली सरप्राइज सक्सेसफुल भयो गाइस सक्सेसफुल भयो गाइस आमाले चाहिँ चिनिदिनु भएन ठ्याक्क फाइनली आइपुग्यौँ घरमा वा दसैँ आयो